काठमाडौँको सुन्दरा स्थित निर्माणाधीन धरहराको भूमिगत पार्किङको विवादमा शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिका आम्ने सामने। धरहराको पार्किङ बन्द गर्न महानगरलाई मन्त्रालयले पत्र लेखेपछि बालेन शाहको जवाब। दक्ष केपी शर्मा ओलीको भनाई। यथास्थितिमा टीआरसी विधेयक पास नै नहुने ओलीको दावी। ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएका होलान् भन्दै नेकपा एमालेका अध्यक्ष ओलीको टिप्पणी। आजदेखि संसदको हिउँदे अधिवेशन सुरु। प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत। सांसदहरूको विद्युतीय हाजिरी गरिने। Problema mania problema ne cu dola zizvana ili problema așa problema nama mi ko živi ovde ne znamo organizirati u nama Hrvatima डीआईजी अर्जुन चन्दको राजीनामा प्रहरी हेडक्वार्टरले फर्काइदियो। 10 दिन बिदा स्वीकृत। मालढुङ्गा बेनी सडक 1 महिनामा प्रगति नदेखिए। धरहराको पार्किङ खुला भएको करिब 1 हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौँ महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेको। प्रदेशका मन्त्रीले झण्डा हल्लाएर मात्र के हुन्छ? काम त केही भएन। जनताले के ठानुन् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीयता आवश्यक छ। पार्किङ खुलाएको भन्दै ध्यान आकर्षण भएको जनाएको छ। साथै भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले भनेको छ। Happy birthday to you. Happy birthday to you. Happy birthday to Jenny. Happy birthday to you.